दुर्वाका दलले अति खुसी हुने, जम्बु फलैले पनि राता चन्दन पुष्प वस्त्रहरूले युक्तै भएका पनि। यस्ता श्री प्रभुको प्रणाम छ सदा, हे देव लम्बोदर, हे गौरी सुत नित्य मङ्गल होस् भन्ने म माग्छु बर। आहा, कति मिठो वन्दना छ यो गणेश वन्दना नेपालीमा। फेरि सबै भक्तहरूले यसलाई याद गर्नुहोस्, कण्ठ गर्नुहोस्, सधैँ पूजा गर्दाखेरि काम लाग्छ, पुष्पाञ्जली लिँदा काम लाग्छ। एउटा मन्त्र पढिदिनुहोस् न गुरुजी भनेर गुरुजीलाई भन्नै पर्दैन, आफैले यो मन्त्र पढ्दै भगवानको पूजा गर्न सक्नुहुन्छ। सबैले याद गर्नु होला। यो भिडियोमा हजुरहरूलाई गणेश वन्दना दिएँ भने अब अर्को भिडियोमा अन्य देवताको नेपाली वन्दना दिनेछु। सबैले याद गर्नु, सबैले कण्ठ गर्नुहोस् है त। जय श्री राधे, जय श्रीमन् नारायण, जय गणेश, जय शम्भो। फलो गर्न नबिर्सनुहोस्।